बुढी हेर्न हिजोको रक्सीले त मलाई छोड्दै छोडेन। तल भट्टीवालीले कोदाको कराइ छ भन्थे तर कडा त कडा कनेकेको दिछे लास्टै दिमाग दुखाछ। अब म तपाईलाई कसरी सम्झाउँ? रक्सी नखानुहोस् भन्दा मान्नु भएन। बुढी त मेरो कति ख्याल वास्ता गर्छस् है। त जस्तो श्रीमती पाउनु नि म एकदम भाग्यवान ठान्छु कि। हो नि बुढा, म जस्तो श्रीमती पाएर तपाईँ धेरै भाग्यवान हुनुहुन्छ। तर तपाईँ जस्तो श्रीमान म पाएर धेरै अभागी छु। हो बुढी, म तिमीलाई धेरै गाली गर्छु, कुटपिट गर्छु। अबबाट मैले रक्सी खाएर आएर तिमीलाई गाली गरेँ भनेदेखि तिमी मलाई छोडेर जाँदा हुन्छ। बुढा, हामी छोरी मान्छेको बिहे भनेको त एकचोटि मात्र हुन्छ, घरिघरि हुँदैन। फेरि म तपाईँको घरमा श्रीमती बनेर आएको, निस्केर जानलाई होइन। बरु मलाई कुट्नुहोस्, पिट्नुहोस्, मार्नुहोस्, तर म यो घरबाट निस्केर जाँदिनँ। अनि के बुढी, सदा सर्वदा मेरै कुटा खाएर बस्छौ त? हेर मैले भनेको मान, मलाई रक्सी खाने लत बसिसकेको छ। त्यहाँमाथि भोलि म रक्सी खाएर आएर तिमीलाई कुटिहाल्छु। हेर बुढी, त्यही भएर मैले रक्सी खाएर आएको बेला मैले कुटेको नि मलाई थाहा हुँदैन। त्यही भएर हेर बुढी, मैले भनेको मान, खुर्कन जाऊ तिमी यहाँबाट। बुढा, तपाईँले बरु रक्सी खान छोड्नुहोस्, तर मलाई चाहिँ घरबाट जान नभन्नुहोस्। मेरो को नै छ र जानलाई। अब तिमी यसो भन्छौ भनेदेखि म के भन्ने? ठिक छ बस। त सुन, मलाई हिजोदेखि साह्रै पेट दुखेको थियो। अस्तिको दिन पनि कोक्दाखेरि रगत गएको थियो। उपचार गरौँ भनेदेखि पैसा पनि छैन। लास्टै तनाव भयो, के गर्ने होला? बुढा, तपाईँले पैसा छैन भनेर चिन्ता मान्नु पर्दैन। बरु तपाईँले बिहेमा दिनुभएको गहना बेचेर नि तपाईँको उपचार गर्नुपर्छ। अब हेर बुढी, मैले तिमीलाई बिहेमा किनेको गहना पनि के बेच्ने? ठिक छ, मेरो चिन्ता नगर। जाऊ, घर भित्र गएर खाना पकाऊ, म यसो तल फेर आउँछु है।